विद्यार्थी भाइ बहिनीहरू, आज हामी वृत्ति मार्ग निर्देशन कक्षाको छोटो सेसन लिँदैछौँ। हरेक विद्यार्थीको एउटा सपना हुन्छ, त्यो सपनासम्म पुग्ने बाटो सबैले जानेका हुँदैनन्। वृत्ति मार्ग निर्देशन एउटा त्यस्तो नक्सा हो जसले विद्यार्थीलाई आफ्नो भविष्यको सही निर्णय गर्न मद्दत पुर्याउँछ। विश्वास, हजुर भविष्यमा के बन्न चाहनुहुन्छ? म भविष्यमा भूविज्ञ बन्न चाहन्छु म्याडम। पुष्पा, हजुर भविष्यमा के बन्न चाहनुहुन्छ? म मेकअप आर्टिस्ट बन्न चाहन्छु म्याम। ममता, हजुर भविष्यमा के बन्न चाहनुहुन्छ? खै के भन्ने थाहा नै छैन म्याम। धेरै विद्यार्थीहरू आफ्नो भविष्यबारे पक्का हुँदैनन्। सही जानकारी नहुँदा दबाब, अनुमान र अधुरो ज्ञानको आधारमा निर्णय लिन बाध्य हुन्छन्, जसले समय, अवसर र मेहनत सबै खेर जान सक्छ। वृत्ति मार्ग निर्देशनले विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र जीवनमा महत्त्वपूर्ण मान्यता के हो भनेर बुझ्न मद्दत पुर्याउँछ। यो केवल के काम गर्ने भन्ने बारे मात्र नभएर जीवन कसरी अगाडि बढाउने भन्ने कुरा हो। हजुरहरूले आफ्नो वृत्ति चयन गर्नको लागि पहिले आफूमा भएका रुचिहरू पहिचान गर्नु पर्यो। त्यसपछि हजुरहरूमा भएको क्षमताहरू पहिचान गर्नु पर्यो र सँगै हजुरहरूको मूल्य मान्यता थाहा पाउनु पर्यो। यी तीनवटै कुरा थाहा पाइसकेपछि बल्ल हामीले आफ्नो सुहाउँदो वृत्ति छनौट गर्न सक्छौँ, जसले हामीलाई भविष्यमा सुखी र खुसी बनाउँछ। जस्तै कि हजुरहरूले गीत गाउन रुचि राख्नुहुन्छ, तर हजुरहरू स्टेजमा गएर गीत गाउन डराउनुहुन्छ भने त्यो हजुरको वृत्ति बन्न सक्दैन, किनकि वृत्ति हुनको लागि रुचि, क्षमता र मान्यता मिलेको हुनुपर्छ। नेपालको शिक्षा प्रणालीमा विद्यालय तहलाई दुई भागमा विभाजन गरेको छ। साधारण शिक्षाको रूपमा 8 कक्षासम्म आधारभूत शिक्षालाई लिएको छ भने चाहिँ माध्यमिक तहमा आवश्यकता अनुसारका विषयहरू अध्यापन गर्ने कार्य गरिन्छ भने त्यहाँ इन्जिनियरिङका विषयहरू, कृषिसँग सम्बन्धित विषयहरू र स्वास्थ्यसँग सम्बन्धित विषयहरू, भेटनरीसँग सम्बन्धित विषयहरू चाहिँ तोकिएको पाठ्यक्रममा अध्यापन गराउने र चाहिँ 12 कक्षाबाट मध्यम स्तरको जनशक्ति निर्माण गर्ने गरी तयार गरिएको अवस्था चाहिँ छ। त्यसै गरी जनशक्तिहरूको विकासका निम्ति चाहिँ सिटिभिटी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र भन्ने चाहिँ सरकारले परिषद भन्ने छुट्टै स्थापना गरेको छ। इन्जिनियरिङका विषयहरू, स्वास्थ्यका विषय लगायत कृषिका विषयहरू, चाहिँ होटल व्यवस्थापन सम्बन्धी विषयहरू, पर्यटन सम्बन्धी थप विषयहरूलाई समेत चाहिँ विभिन्न 41वटा विषयहरूमा चाहिँ सिटिभिटी अन्तर्गत चाहिँ डिप्लोमा तहका कक्षाहरू समेत सञ्चालन गर्छन्। मैले वृत्ति मार्ग निर्देशनको बारेमा सिकिसकेपछि मेरो रुचि कम्प्युटर विषयमा छ भनेर महसुस गरेँ। बिस्तारै केही कक्षाहरू लिइसकेपछि मेरो क्षमता बढेको छ र भविष्यमा गएर कम्प्युटर इन्जिनियर बन्नेछु भनेर विश्वास राखेकी छु। वृत्ति मार्ग निर्देशन भनेको केवल एउटा पेसा रोज्नु मात्र होइन, आत्मविश्वास र सम्मानजनक भविष्य निर्माण गर्ने यात्रा हो।